नमस्कार। केही दिनदेखि मेरो बारेमा सामाजिक सञ्जालमा केही मिडियाहरूमा विभिन्न भ्रामक समाचारहरू विषयहरू प्रचार गरिरहेको अवस्था मैले पाएँ। त्यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मैले यसको थोरै पृष्ठभूमि सहितमा तपाईहरुलाई आज मेरो बारेमा केही कुरा राख्न चाहन्छु। मैले पार्टी निर्माणका सन्दर्भमा, पुनर्गठनका सन्दर्भमा, रूपान्तरणका सन्दर्भमा, शुद्धिकरणका सन्दर्भमा विगत 2 वर्षदेखि पार्टीभित्र र विभिन्न तहमा बहस गर्दै आएको छु, छलफल गर्दै आएको छु, लिखित आफ्नो प्रस्ताव राख्दै आएको छु। र अब नयाँ युगमा पार्टी कसरी निर्माण गर्ने, नयाँ पुस्ताहरूमा कसरी हस्तान्तरण गर्ने, नेतृत्व हस्तान्तरण गर्ने लगायतका तमाम विषयहरू मैले राख्दै आएको र यहाँहरूलाई जानकारी नै छ। यो बहसलाई डाइभर्ट गर्नका लागि यति बेला नभएका विषयहरू, भ्रामक कुराहरूलाई लिएर दुष्प्रचार गर्ने काम गरिएको छ। विशेष गरी अहिले हिजो आज एउटा प्रचार भइराखेको छ कि मैले कुनै अर्को व्यक्तिको नाममा फेरि अर्को पार्टी बनाइरहेको छु भनेर प्रचार गरिएको छ। यो भ्रमपूर्ण एउटा समाचार हो। मैले पार्टी निर्माण गर्ने र अहिलेको परम्परागत ढङ्गले अहिलेको पार्टीले अबको जेनजी आन्दोलन पछि पहल लिन सक्दैन, त्यसकारण नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ, नयाँ ढङ्गले पार्टी निर्माण गर्नुपर्छ, नयाँ जगमा पार्टी उठाउनुपर्छ भन्ने कुरा पक्कै बहस गरिरहेको छु, गरिरहन्छु, गरिरहने कुरा हो। तर फल्नाको नेतृत्व पार्टी बनाउन लाग्यो, यो गरियो भनेर पार्टीभित्रकै साथीहरूले अनावश्यक प्रचार गर्ने, भ्रम हाल्ने र जनतालाई भ्रमित गर्ने काम जो गर्नुभएको छ त्यसको म खण्डन गर्न चाहन्छु। र पार्टी त नयाँ बनाउनै पर्छ, नयाँ ढङ्गले जानै पर्छ कि जेनजी आन्दोलनले हामीलाई एउटा स्पष्ट मार्गदर्शन गरिसकेको छ, चुनौती खडा गरिदिइसकेको छ र हामीलाई आन्दोलनले हामीलाई कुन ट्र्याकमा जानुपर्छ भन्ने बारेमा स्पष्ट गरिसकेपछि त्यसलाई स्वीकार गरेर जाने, अहिलेसम्म भएका कमी कमजोरलाई आत्मालोचना गरेर जाने, मैले त आफ्नो तर्फबाट क्षमा याचना पनि गरिसकेको छु। म फेरि पनि यहाँसम्म जेनजी आन्दोलनका यी ग्राउन्डहरू तयार गर्ने काम त यहीँकै सरकार, यहाँकै पार्टी, यहाँकै नेतृत्व, यहाँकै राजनीतिक दलहरूले गरेको हुनाले त्यसप्रति म पनि यही अभियानमा, यही आन्दोलनमा यही पार्टीकै सदस्य भएको नाताले मेरो पनि कमजोरी छ, म त्यसमा क्षमा याचना गर्न चाहन्छु। तर मैले पार्टी रूपान्तरणको विषय, शुद्धिकरणको विषय 2 वर्षदेखि लगातार उठाउँदै आएको छु। यो कुरा पनि म संक्षेप राख्न चाहन्छु र अहिलेको जेनजी आन्दोलनले त्यसको औचित्य पुष्टि पनि गरिसकेको छ। अब एउटा अर्को कुरा के प्रचार भइरहेको छ भन्दाखेरि मेरो सम्पत्ति कहाँ न्युयोर्कमा छ रे, हैन, अझ के रे ग्यास स्टेसनहरू छ भनेर प्रचार गर्ने काम गरिएको छ, जनतालाई भ्रमित गर्ने काम गरिएको छ। यो दुष्प्रचारको खण्डन गर्दै म के भन्न चाहन्छु भने मैले पार्टीभित्र पनि र संसदबाट पनि मैले धेरै पटक विषयहरू उठाएको छु कि 46 सालपछिका ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरौँ, सत्य तथ्य सार्वजनिक गरौँ भनेर संसदमा मैले 3 पटक भनेको छु र पार्टीमा पनि मैले पटक पटक लिखित प्रस्ताव नै राखेर छलफल गराइरहेको कुरा पनि म स्पष्ट गर्न चाहन्छु। तसर्थ यस्तो खालको दुष्प्रचार गरेर हैन राजनीतिक एउटा चरित्र हत्या गर्ने काम जो भइरहेको छ यसप्रति यसको म गौर भर्सना गर्न चाहन्छु। अर्को कुरा पनि छ, छोराछोरी अमेरिकामा छन्, विदेशमा छन् भनेर प्रचार गरिराखेको अवस्था छ र मेरा छोराछोरी यही देशमा छ, एउटा छोरा एउटा छोरी छ मेरो, यही देशमा छन्, यही श्रम गरिरहेका छन्, यही काम गरिरहेका छन्। त्यसकारण यो अनावश्यक प्रचारहरू गरेर लगानी गर्नेहरूको, बाहिर छोराछोरी राख्नेहरूको आफ्नो ढाकछोप गर्नलाई यो प्रचारबाजी जो भइरहेको छ यो बडो दुःखद कुरा, म दुःख व्यक्त गर्न चाहन्छु। अब अर्को एउटा विषय पनि छ। म 3-4वटा मन्त्रालयमा काम गर्ने अवसर पाएँ। शान्ति मन्त्रालय, ऊर्जा मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, 4टा मन्त्रालय। 37 महिनाको टोटल अवधि थियो। 1 महिना मैले
नैतिकताको आधारमा राजीनामा दिएर मैले छोडेको छु। प्रश्न उठेपछि मैले राजीनामा दिएँ, संसदीय समिति बन्यो, छानबिन भयो। छानबिनबाट त्यो कुरा पुष्टि नभएपछि म फेरि गएर बहाल गरेको थिएँ। जम्मा जम्मी म 36 महिना केही दिन मैले काम गरेको छु। म 4 पटक निर्वाचन पनि जितेको छु र हरेक निर्वाचनमा, हरेक चुनावमा मेरो मत वृद्धि हुँदै आएको छ, घटेको छैन। पहिले भन्दा दोस्रोमा वृद्धि भएको छ, दोस्रो भन्दा तेस्रोमा, तेस्रो भन्दा चौथोमा वृद्धि भएको छ। यो कुरा पनि यहाँ म स्पष्ट गर्न चाहन्छु। र त्यति बेला सीसीटीभीको जो कुरा गरिन्छ, सीसीटीभीको कुरा मलाई जानकारी पनि थिएन। मैले त्यति बेला भनेको थिएँ। फेरि पनि त्यसमा विषय उठेपछि मैले छानबिनको लागि माग गरेँ। संसदीय समिति बन्यो, छानबिन भयो, पुष्टि भएन। र मैले त्यति बेला ल्याएका नीतिहरूको कुरा गऱ्यो भने त्यसले के प्रभाव पारे देशमा भन्ने कुराको बारेमा म बहस गर्न तयार छु। प्रमाणसहित त्यसमा छलफल गर्न म तयार छु। र ऊर्जा मन्त्री हुँदा लोड सेडिङ अन्त्य गर्ने एउटा दृढ सङ्कल्प यदि मैले नगरेको भए सम्भव थिएन। त्यो कुरा इतिहास साँची छ। मेरो नेतृत्वमा त्यो भएको कुरा यहाँहरूलाई म स्पष्ट गर्न चाहन्छु। मेरा सहयोगी साथीहरू पनि हुनुहुन्थ्यो, घिसिङजी लगायत अरू पनि हाम्रो अनुप उपाध्याय सचिवजी लगायत हुनुहुन्थ्यो नै। र यो टिमले हामीले गरेका हौँ। मैले गृहमन्त्री हुँदा शान्ति सुव्यवस्था, त्यति बेला ठुलो बाढी पहिरो आएको थियो। त्यति बेलाको विपद व्यवस्थापनमा के गरेको थियो त्यहाँको मधेसका जनतालाई बढी थाहा छ है। त्यति बेलाका प्रहरी प्रशासनहरूलाई थाहा छ त्यहाँ सुशासन स्थापना गर्ने के कुरा गरेको थियो भने त्यतातिर धेरै चर्चा गर्नुभन्दा पनि मैले यो मन्त्रालयहरू सम्हालेको मेरो अवधि यही हो। र म त प्रश्न उठ्छ नैतिकताको आधारमा राजीनामा दिने मै एउटा व्यक्ति हुँ नि। त्यसको लागि कुनै आन्दोलन कसैले गर्न परेन, कसैले संसद बन्द गर्न परेन। प्रश्न उठ्यो, मैले राजीनामा दिएको थिएँ भन्दा यी तमाम विषयहरूलाई उछालेर आज जुन खालको मैले उठाएको विषयलाई डाइभर्ट गर्न खोजिएको छ, यो कुरा म यहाँ समक्ष राख्न चाहन्छु। आज देश हैन गम्भीर सङ्कटमा छ हैन। संविधान मूर्छित अवस्थामा छ। राष्ट्रियता हाम्रो एकदमै गम्भीर जोखिममा छ। अहिलेको अन्तरिम सरकारले निर्वाचनको घोषणा गरेको छ। दलहरूले निर्वाचन होइन पुनर्स्थापनाको कुरा गरिरहेका छन्। अन्तर्विरोधी कुरा भइरहेको छ। यति बेला हाम्रो राष्ट्र र राष्ट्रियतालाई जोगाउनका लागि हामी सबै राष्ट्रवादी देशभक्त शक्तिहरू एकताबद्ध भएर जानुपर्ने आजको आवश्यकता हो। यो आवश्यकतामा हामीले महसुस गर्नुपर्छ भन्ने मेरो भनाइरहेको छ। जेनजीहरूले जो विद्रोह गरे त्यो विद्रोहका जो एजेन्डाहरू छन्, ठुलो त्याग भयो, ठुलो बलिदान भयो। र ती एजेन्डाहरूलाई आज एक्सेप्ट नगर्ने, स्वीकार नगर्ने हो भने हामी कसरी देश बनाउन सक्छौँ? तिनलाई स्वीकार गर्नुपर्छ। म धन्यवाद भन्न चाहन्छु जेनजी आन्दोलनकर्ताहरूलाई। तर ती एजेन्डाहरूलाई कार्यान्वयन गर्नका लागि अब एउटा वैधानिकताको बहाली गरी सिस्टम निर्माण गरी अगाडि जाने कुरामा नै सबै लाग्नुपर्छ भन्ने मेरो आफ्नो भनाइ हो। त्यसो भएर राष्ट्रको रक्षाका लागि हामीले मेहनत गर्नुपर्ने अवस्था आएको छ। पार्टीभन्दा अलि माथि उठेर हामीले राष्ट्रका लागि योगदान गर्ने बेला आएको छ। पुनर्निर्माणका धेरै चुनौतीहरू हाम्रो अगाडि छन्। अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने ठुला समस्याहरू छन्। यी सबै क्षेत्रमा हामीले काम गर्नुपर्नेछ। यो सबै परिस्थिति यहाँसम्म आउनका पछाडि राजनैतिक दल, सरकार, पार्टी, नेतृत्वहरूले नै तयार गरेको पृष्ठभूमिमा भ्रष्टाचार, दलतन्त्र, नेतातन्त्र, परिवारतन्त्र जे भनिएको छ, तयार गरेको पृष्ठभूमिमा यो आन्दोलन भएको हो। अब यो आन्दोलनमा आफ्नो स्वार्थ सिद्ध गर्न अरूले पनि चाहन्छन्। 23 गतिको आन्दोलन त एकदमै सफा थियो। र 24 गते आइपुग्दाखेरि जो घुसपैठ भयो, जसले जुन ठुलो क्षति भएको छ, अरू कोले आफ्नो स्वार्थ त्यसमाथि रोटी सेकाउन चाहन्छन्, त्यो दोस्रो कुरा। तर मूल कुरा भनेको यहीँको सरकार, सत्ता, पार्टीहरू, नेताहरूले नै बनाएको आधार हो। त्यो जिम्मा त लिनुपर्छ नि। त्यो जिम्मा हामीले लिनुपर्छ। र आज उनीहरूले भनेका, जेनजीहरूले माग गरेका नयाँ एजेन्डाहरू र नयाँ सपनाहरू जे छन्, ती नयाँ एजेन्डा र नयाँ सपनाका विरुद्ध आज फेरि यथास्थितिमा बसेर पार्टी र नेताहरूले हैन उही तरिकालाई फेरि दोहोऱ्याउने खालको जो गतिविधि, जो प्रवृत्ति, जो सङ्केत देख्यो, त्यो एकदमै नराम्रो छ। आफ्नो ठाउँमा जिम्मेवारी लिने, आफ्नो ठाउँबाट त्याग गर्ने र नयाँ ढङ्गले समग्र राष्ट्रलाई एकताबद्ध गर्दै अगाडि जाने बाटो सोच्नुपर्छ भन्ने मेरो भनाइ हो। यो सरकारले एउटा आयोग नै बनाएर 46 पछिका ओहदामा बसेका सबैको छानबिन गरोस् भनी म माग पनि गर्न चाहन्छु।
त्यसबाट मात्रै सत्य तथ्य कुरा स्पष्ट हुन्छ र एउटा पारदर्शिताको आधार तयार हुन्छ, एउटा नयाँ युग सुरु हुन्छ। त्यो कुरामा म सरकारको पनि ध्यान आकर्षण गराउन चाहन्छु। यति बेला त्यो गरियोस् भनेर म माग गर्न चाहन्छु। मैले मेरो ठाउँबाट आफ्नो अनुभव, आफ्नो क्षमताले भएसम्म राष्ट्रियताको पक्षमा, राष्ट्रलाई रक्षा गर्ने सन्दर्भमा, वैधानिक प्रक्रियामा ल्याउने सन्दर्भमा आफूलाई योगदान गर्ने र सबै पदहरू त्याग्दै मैले योगदान गर्ने आफ्नो एउटा सङ्कल्प पनि गरेको छु। यो कुरा पनि म स्पष्ट गर्न चाहन्छु। त्यस कारणले अनावश्यक भ्रमहरू सिर्जना गरेर विषयान्तर गर्ने र फेरि आफ्नो दुनो सच्याउने अथवा पुरानो तरिकाको रक्षा गर्ने, यथास्थितिलाई कायम राख्ने हैन र यथास्थितिमा चलेर फेरि आजको माग अनुसार अगाडि नजान सक्ने प्रवृत्ति हानिकारक छ भन्ने कुरा पनि म राख्न चाहन्छु। नमस्कार, धन्यवाद।